नेता हो म त्यही त नेता काम छ नि मेरो बजेट भन्दा तपाईको इम्पोर्टेन्ट सोध्छौँ हामी ल सोध्छौँ। त्यसपछि पनि उहाँ प्रधानमन्त्री भएर संसदमा आउनुपर्छ। बालनजीसँग व्यक्तिगत रूपमा मेरो केही पनि छैन त्यस्तो नराम्रो होइन, तर त्यो पद जिम्मेवार बन्ने कि नबन्ने भन्ने सवाल। माफियालाई दण्डित गर्नुपर्छ त अहिले पनि भनिरहेको छु मैले, त्यतिखेर मात्रै होइन अहिले पनि भनिरहेको छु। मन हुनेले सहयोग गर्नुहोस्, नहुनेलाई जब प्रधानमन्त्रीको कुर्सीमा बसेको मान्छे आउँदिन भन्न पाइन्छ र भनेको। 4 अरब रुपियाँ छुट्यायो, 4 अरबले त ठुलो अचम्मै हुने भने जस्तो लागेको छ होला, त्यसले केही पनि हुँदैन ल। मान्यज्यू यो एउटा क्वेसन सोधिहालेँ, यो बजेट हिजो मात्रै बजेट भाषण भयो, बजेटको कुरा मलाई केही पनि नसोधा, किनभने मैले बजेटको एउटा क पनि हेरेको छैन, सुनेको मात्रै हो। मैले बजेटको कुरा मैले पल्टाएर हेरेकै छैन, हेर्ने फुर्सदै नभएर, त्यसै कारणले बजेटको कुरा चाहिँ मलाई नसोधे हुन्छ। अब बजेटबाट आएर खुसी हुने र नखुसी हुने भन्ने कुरा त्यो त्यसमा केही फरक छैन होइन। अब 1 घण्टा 1.5 घण्टा सुन्नुभयो, त्यसमा चाहिँ तपाईँलाई कस्तो बजेट कस्तो लाग्यो भन्ने चित्त बुझेन? होइन, मैले त्यति मलाई त्यो बजेटको कुराहरू धेरै कुरा त म बुझ्दा पनि बुझ्दैन।